हेलो गाइज व्हाट्सअप वेलकम टु माई च्यानल। आज चाहिँ म केएफडीतिर जाँदैछु। आज केएफडीको भ्यू देखाउँछु। जाडो पनि लास्टै छ, जाडो पनि यस्तो छ नि साउदीमा घाम लाग्दैछ, पानी पर्दैछ। स्कुटरमा उहाँ गर्नदासँग जान्छु, त्यहाँदेखि चाहिँ मेट्रोमा जान्छु। चाबी पनि खोल्न मान्दैन त चाबी खोल्यो। यो चाहिँ हाम्रो स्कुटी राख्ने ठाउँ। यो चाहिँ मेरो हो कबाडी बसन्ती। राम्रै छ कि कबाडी भन्नु, केटाहरूको यहाँ छ 150 सीसीको। त्यहाँ जान्छु, त्यहाँ गएर चाहिँ अनि जाडो पनि लास्टै जाडो छ मासाला, यस्तो जाडो छ नि भन्नु साध्य छैन। गाडीहरू बबाल छ, आवाज कतिको आउँछ। जाडो लास्टै छ, चिसो पनि छ। केएफडी जान्छु, आज जान चाहिँ अर्को ठाउँमा जाने हो, तर म तपाईँहरूलाई भन्दिनँ। केएफडी जान्छु, त्यहाँ गएर भ्यूहरू देखाउँछु, त्यहाँको बिल्डिङहरू देखाउँछु कस्तो के छ। ल कपे आर्मी जस्तो छ, आर्मी पनि आइरहेको छ। अब जाडो लास्टै भयो, ज्याकेट लाउँछु है, ज्याकेट लाउनुपर्छ, जाडो लास्टै छ। कति जाडो भाइ, चिसो पानी परेर। ठ्याक्क म गर्न गएको स्टेसनमा आइसकेँ र मेरो दबाब पनि लखाने। अब चाहिँ यताबाट जान्छु, यताबाट सट्ट हुने मेट्रो पनि आयो। यो त भ्याइँदैन, धेर मेट्रो बस्दैन, त्यो 1 मिनट बस्छ, 1 मिनट या 2 मिनट बस्छ अनि गइहाल्छ क्या। त्यो धेरै बेर बस्दैन मेट्रो। यो चाहिँ हाम्रो हिल्टन रियाद, यो चाहिँ बिजनेस गेटहरू एरिया हो। यो चाहिँ गर्न गएको मेट्रो स्टेसन अन्डर कन्स्ट्रक्सन भइरहेको छ। यो चाहिँ डाइरेक्ट पास थ्रु हो, पछि गर्मीमा सिधै एसी टु एसी भित्र जाने एरिया हो, सिधै मलतिर जान पाइन्छ। जाडो पनि कस्तो जाडो छ कि भाइ, आमा हातै झर्ला जस्तो जाडो के, यस्तो जाडो भाइ। नेपालमा यस्तो जाडो हुँदैन, यहाँ यस्तो जाडो हुन्छ क्या। अन्डर कन्स्ट्रक्सन भइरहेको छ, कताबाट छिर्नु यहाँ। म चाहिँ अब यहाँबाट छिरेर जान्छु। कामहरू भइरहेछ, कामहरू दिइरहेछ केटाहरूले। छिरिन्छ होला नि त यहाँबाट। जाडो चाहिँ यस्तो जाडो सोचेको थिइनँ यार, बिहान 4 बजे चाहिँ ठिकै जाडो हुन्थ्यो, यतिखेर त लास्टै जाडो छ यार। पेन्चो जाडो पनि कस्तो जाडो हो भाइ। ल अब भरे चाहिँ म केएफडीको एरिया देखाउँछु। चाहिँ गनादाको गेटवे हो, यहाँबाट छिर्न मिल्छ। कहाँ जाने, कता जाने भनेर सबै देखाइरहेको छु, हेर्न सक्नुहुन्छ। खोल भाइ। जाडो पनि लास्टै जाडो छ, यस्तै खर्र चढ्ने छ। काम सकिहाल्यो, चाँडै हाम्रो सुत्ने, मेरो नाइट ड्युटी हो, सुत्नु भनेर। यहाँ चाहिँ अब टिकट सिकट छैन, सिधै ब्याङ्कको यो कार्डबाट तिर्दा भइहाल्छ, सट्टै जाने हो। ल अब टिकट तिर्छु। यो चाहिँ अहिले पिक आवर भएर होला, भिड चाहिँ लास्टै भिडै हुन्छ, लास्टै भिड हुन्छ, सबै ड्युटी जानेहरू हुन्छ। गर्न गएको सानो भयो कि
बिजनेस एरिया यो القطار القادم متجه إلى المركز المالي. पर के الرجاء प्लेन انتظار जस्तो छ خروج الركاب قبل एयरपोर्ट पनि الصعود पर नजिकै छ والانتباه للفجوة بين काब्ली पनि आइसक्यो अब काब्लीको भ्यू मेट्रो स्टेसन बनाउनु त बाल बनाएको तर रहेछ यार कत्रो ठुलो रहेछ नि कार पार्कहरू सबै रहेछ च्याङचिट हुने ठाउँ ल अब चाहिँ काब्ली पनि आयो ग्रिन एरियाले रहेछ यस्तो वाउ काब्ली यो चाहिँ डाइरेक्ट मेट्रोदेखि सिधै जाने यता रहेछ मलमा पछि त घाम हुन्छ नि त घाममा अब मान्छेहरू हिँड्न मरे चाहिँ हुन्छ त्यसको लागि बनाएर चाहिँ उनीहरू पनि अर्को मेट्रो बनाउन आएको रहेछ यो चाहिँ डबल मेट्रो हो ओ माई गड यो हो नि त एरिया भनेको त भिआइपी एरिया जाडो जाडो पनि छ अलिक यतातिर जाउँ न घामतिर जाउँ घामतिर जान्छ अनि उतातिर जान्छु ल स्पिड लिमिटहरू पनि सबै देखाउँदो रहेछ घाममा उहाँ गएर एकछिन बस्नुपर्छ भित्रबाट यो लाएर आएको त्यही पनि जाडो भइरहेको मलाई वाउ बालुवा भए पनि झारेर रोप्न चाहिँ कोसिस चाहिँ गरिरहेको छ क्या यिनीहरूले यहाँ आई लभ केएफडी लेखेको रहेछ भित्र त्यो चाहिँ अन्डर कन्स्ट्रक्सनमा रहेछ बब्बाल छ केएफडी मेट्रोको स्टेसन चाहिँ अब देखाउँछ हियर वी गो ओ माई गॉड मेट्रो स्टेसन तीनटा मेट्रो आउँछ यहाँ तीनतिरबाट त्यसपछि अलग अलग ठाउँ जाने हो यो चाहिँ यस्तो हेर्दाखेरि त यो के हो जस्तो लाग्छ भन्दाखेरि त्यो के पो भन्छ त्यो बारुलाको चाको जस्तो लाग्छ कहिले काहीँ त मलाई बारुलाको चाको जस्तो लाग्छ हरियो रुखहरू पनि रोपेर रहेछ संसार कति राम्रो कराउनु त कराउँदैन नि जाँदाखेरि आम्मो अर्को फुल देखाउँछु ल वान एन्ड ओन्ली साउदी अरेबिया केएफडी किङ फहद डिस्ट्रिक्ट यतातिर घाम पनि अलिअलि लागिरहेको छ त्यस्तो जाडो पनि छैन कन्स्ट्रक्सनहरू पनि अझै भइरहेको रहेछ यतातिर केएफडीतिर कति आएँ तर यतातिर चाहिँ कहिल्यै छिरिनँ क्या मतलब बथा जाने बथामा अब के कामहरू हुन्थ्यो यताउता हुन्थ्यो त्यतातिर जाने हो भने आउने होइन यहाँ चाहिँ पार्किङको लागि पे गर्ने पनि रहेछ क्या पार्किङ कारहरू छ भने चाहिँ पे गरेर पार्किङ पार्क एरिया यहाँ त एकछिन बस्नु त रमाइलो हुने रहेछ यार फुलहरू रुखहरू बबाल छ दामी रहेछ हौ केएफडी वाउ रुखहरू खजुर यही हो खजुरको पैसा फल्ने बोर्ड भनेको साउदीमा एक्जिस्ट फ्यान जस्तो छ फुलहरू पनि बब्बाल रोप्दैछ साउदीमा रुखहरू चाहिँ रोप्दैछ केटीहरूको भिडियो चाहिँ खिच्नु हुँदैन खिचेको देख्यो भने बनाउनु गर्छ कति राम्रो फुल यार यो त फुल नै रहेछ यार प्लास्टिक होइन
आज चाहिँ म यो केएफडी चाहिँ कन्टेन्ट क्रिएसनकै लागि आएको हो। त्यस्तो केही उता एउटा काम चाहिँ थियो, म काम चाहिँ भन्दिनँ, कति एउटै काम मात्रै कुरो गर्नु भनेर हो। यसो एक लट घुमेर चाहिँ चट्ट जाने। केएफडी ओ माई गॉड। अब एक राउन्ड चाहिँ हाने, अब यसपछि चाहिँ म सिधै जाने हो। मेट्रोमा जाएर आफ्नो काम गर्छु। यही हो भ्यू आजको लागि, यति नै। फेरि अब नेक्स्ट भिडियोमा भेटौँला। केएफडी है यो चाहिँ। ल भिडियो खिच्न पनि त्यति साह्रो एलाउड चाहिँ छैन यहाँ, यही पनि अब खिचिदिरहेको छु मैले। ट्याक्सीहरू पनि बक्दैछ। Thanks for watching. If you like my video, subscribe my channel. Press the bell icon. Thank you.